नमस्कार साथीहरू, टेक्निकल सम्बन्धी नयाँ भिडियो लिएर आउने क्रममा आज चाहिँ मतदाता परिचय पत्र चाहिँ भोटर कार्ड कसरी चाहिँ अनलाइनबाट बनाउन सकिन्छ त्यसको बारेमा भिडियो लिएर उपस्थित भइसकेको छु। अहिलेसम्म पनि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला, भिडियोलाई एक लाइक गरेर शेयर गरिदिनु होला ताकि आगामी दिनमा यस्तै खाले जानकारीमूलक भिडियो बनाउन मोटिभ मिलोस्। हस्त अब लागो डिभाइसको स्क्रिनतर्फ। सबभन्दा पहिला चाहिँ कुनै ब्राउजर छान्नु होला। म यहाँ पहिलादेखि नै क्रोम ब्राउजर छानेर राखिसकेको छु। अब यो क्रोम ब्राउजरको गुगल सर्च बारमा टाइप गर्नु होला इलेक्सन कमिसन नेपाल। म यहाँ टाइप गरेर राखेको छु इलेक्सन कमिसन नेपाल। अब यसमा क्लिक गरिसकेपछि यस्तो इन्टरफेस खुल्छ। अब पहिलो नम्बरकै इलेक्सन कमिसन नेपाल दिएको छ, दोस्रो नम्बरमा दिएको छ मतदाता नामावली, तेस्रो नम्बरमा निर्वाचन आयोग, थुप्रै चाहिँ दिएको छ। हामीले यसमा के गर्ने त पहिलो नम्बरकै इलेक्सन कमिसन नेपालमा क्लिक गरिदिने। अब इलेक्सन कमिसन नेपालमा क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ निर्वाचन आयोग नेपालको चाहिँ वेबसाइट खुलेर आइसकेको छ। पहिलो नम्बरमा दिएको छ निर्वाचन आयोग नेपाल वेबसाइट प्रविष्ट गर्नु होला, इन्टर वेबसाइट। दोस्रो नम्बरमा दिएको छ मतदाता नामावली प्री रजिस्ट्रेसन र अद्यावधिक। तेस्रो नम्बरमा दिएको छ मतदाता नामावली भोटर रोल। अनि चौथो नम्बरमा दिएको छ निर्वाचन परिणाम। अनि पाँचौं अथवा लास्ट नम्बरमा दिएको छ ई बुलेटिन। हामीले के गर्ने दोस्रो नम्बरमा चाहिँ मतदाता नामावली प्री रजिस्ट्रेसन र अद्यावधिकमा क्लिक गरिदिने। अब क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ दुईवटा आउँछ, एउटा छ नयाँ दर्ता, अर्को छ नामावली अद्यावधिक गर्ने। हामीले के गर्ने त नयाँ दर्तामा क्लिक गरिदिने। अब नयाँ दर्तामा क्लिक गरिसकेपछि यहाँ के भनिरहेको छ आफ्नो मोबाइल नम्बर हाल्नुहोस्। आफ्नो मोबाइल नम्बर यहाँ हाल्न भनिराखेको छ। त के गरिरहेको छु अब आफ्नो मोबाइल नम्बर हालिराखेको छु। आफ्नो मोबाइल नम्बर हालेर अब यहाँ क्लिक गरिदिने। अब क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ ओटिपी नम्बर हाल्नुहोस्। अब आफ्नो मोबाइल नम्बरमा ओटिपी आउँछ, निर्वाचन आयोगले पठाउँछ, त्यो ओटिपी नम्बर यहाँ हाल्नु होला। म चाहिँ ओटिपी नम्बर हालिराखेको छु। मेरो मोबाइलमा जुन ओटिपी आयो त्यो ओटिपी हालिराखेको छु। अब ओटिपी हालिसकेपछि भेरिफाई भइहाल्यो। अब के भनिराखेको छ नयाँ दर्तामा क्लिक गरिदिने। अब नयाँ दर्तामा क्लिक गर्दाखेरि यहाँ हेर्न सक्नुहुन्छ आवेदन भर्नु पूर्व ध्यान दिनुपर्ने कुराहरू दिएको छ। यो सरसरी चाहिँ पढ्नु होला र सुरुमा क्लिक गरिदिने। यहाँ टिक गरेर सुरु गर्नुहोस्मा क्लिक गरिदिने। अब क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ अंकित क्षेत्र अनिवार्य छ, मतलब रातो स्टार, रातो तारा जहाँ जहाँ लागेको छ त्यहाँ त्यहाँ के गर्नुपर्छ त अनिवार्य रूपले भर्नै पर्छ। त यहाँ प्रदेश छान्नुहोस्। अब मैले मध्य प्रदेश छाने। त्यसपछि जिल्ला छान्नुहोस्। म मानौ धनुषा जिल्ला छाने। त्यसपछि वडा नम्बर गाउँपालिका वा नगरपालिका। त हामीले के गर्ने यहाँ जनकपुर धाम उपमहानगरपालिका छान्ने। त्यसपछि वडा नम्बर मानौ हामीले 10 छानौं। त्यसपछि मतदान केन्द्र हैन चित्रगुप्त सेवा समिति देवीचोक, दूरसञ्चार कार्यालय परिसर देवीचोक। त हामी दूरसञ्चार कार्यालय परिसर देवीचोक जे कुनै छान्दा हुन्छ। त्यसपछि चाहिँ यहाँ हरियोमा लेखेको छ, यहाँ हेर्न सक्नुहुन्छ हरियो, त्यसमा अर्कोमा क्लिक गरिदिने। अब अर्कोमा क्लिक गरिसकेपछि यहाँ विवरण दिएको छ व्यक्तिगत विवरण। मतदाताको नाम नेपालीमा यहाँ दिएको छ, हामीले नेपालीमा यहाँ लेख्नु होला। मानौ हामी केही लेखिदिने। त्यसपछि चाहिँ थर लेख्नु होला। यदि थर छ भने थर लेख्नु होला, छैन भने नलेख्नु होला। त्यसपछि मतदाताको नाम अंग्रेजीमा पनि नाम लेख्नु होला।
अनि लास्ट नेम पनि लेख्नु होला। अब छ तेस्रो नम्बरमा छ पति पत्नी, यो स्टार लागेको छैन, यो दिनु छ भने दिनुस्, छैन भने नदिँदा पनि हुन्छ। अब बाबुको नाम, यहाँ बाबुको नाम पनि यहाँ टाइप गर्न भनिरहेछ, यहाँ टाइप गर्नु होला बाबुको नाम। थर पनि यहाँ टाइप गर्नु होला। त्यसपछि आमाको नाम पनि टाइप गर्नु होला। त्यसपछि थर पनि टाइप गर्नु होला। अनि बाजेको नाम पनि टाइप गर्नु होला। त्यसपछि लिङ्ग छान्नु होला, पुरुष महिला, त पुरुष जे छ हैन त्यो छान्नु होला। त्यसपछि मोबाइल नम्बर यहाँ दिएको छ, इमेल। अब अर्कोमा क्लिक गरिदिनु। अब अर्कोमा क्लिक गरिसकेपछि यहाँ के भनिरहेछ, अंकित क्षेत्र अनिवार्य छ, जन्ममिति, यहाँ जन्ममिति छान्न भनिराखेको छ। अब जन्ममिति हामी छानौं। त्यसपछि नागरिकता नम्बर पनि दिने, राष्ट्रिय परिचय पत्र नम्बर पनि दिँदा हुन्छ, नदिँदा पनि हुन्छ। अब जारी गर्ने जिल्ला यहाँबाट छान्नु होला। अब जारी गर्ने नागरिकता कुन जिल्लाबाट बनेको छ त्यो चाहिँ यहाँ छान्नु होला। त्यसपछि नागरिकताको किसिम छान्नु होला, वंशज छ, जन्मसिद्ध छ, अंगीकृत छ, वैवाहिक मानार्थ के छ हैन त्यो अनुसारको छान्नु होला। अब वंशजमा मैले क्लिक गरे। अब नागरिकता जारी मिति दिएको छ। अब नागरिकता जारी मिति दिएको छ त्यो चाहिँ यहाँ भर्नु होला। यहाँ जन्ममिति यहाँ छान्नु होला, सरी हैन, नागरिकताको जारी मिति यहाँ छान्नु होला। त्यसपछि यहाँ स्थायी ठेगाना जस्तै चाहिँ मा क्लिक गरिदिने, यदि छैन भने अर्को चेन्ज यहाँ गर्न सक्नुहुन्छ। फेरि यहाँ टोलको नाम दिएको छ, नदिँदा पनि हुन्छ। यहाँ फेरि स्थायी ठेगाना जस्तैमा क्लिक गरिदिने, चेन्ज छ, यदि चेन्ज छ भने चेन्ज गर्नु, छैन भने नगर्नु। त्यसपछि नागरिकता फोटो अपलोड। अब यहाँ के गर्ने, अगाडिको फोटो अपलोड गर्नु होला, नागरिकताको अगाडिको फोटो अपलोड गर्ने। म यहाँ नागरिकताको अगाडिको फोटो अपलोड गरिराखेको छु। त्यसपछि पछाडिको फोटो अपलोड गर्नु होला, म यहाँ पछाडिको पनि अपलोड गरे। त्यसपछि अर्कोमा जानु होला। अब अर्कोमा गइसकेपछि अपाङ्गता रहेको हो या होइन, त होइनमा क्लिक गरिदिने अनि अर्कोमा नेक्स्ट गरिदिने। त्यसपछि मातृभाषा छान्नु होला, मातृभाषा कुन छ त्यो चाहिँ छान्नु होला। जुन मातृभाषा हुन्छ आफ्नो मातृभाषा त्यो चाहिँ यहाँ छान्नु होला। त्यसपछि शैक्षिक योग्यता निरक्षर साक्षर, हामीले साक्षरमा क्लिक गर्ने, जो साक्षर छ भने साक्षर, निरक्षर छ भने निरक्षरमा क्लिक गरिदिने। त्यसपछि समूह वर्ग हामी के गर्ने त यहाँ मधेसीमा छान्दिने ल। त्यसपछि शैक्षिक योग्यता के छ त्यो अनुसारको छान्नु होला अनि फेरि हरियोबाट अर्कोमा क्लिक गरिदिने। अब क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ अंकित क्षेत्र अनिवार्य छ, फेरि सम्पर्क स्थान। अब कुन प्रदेश त्यो प्रदेश अनुसार छान्ने, जिल्ला पनि छान्ने, सम्पर्क स्थान प्रदेश निर्वाचन कार्यालय धनुषा यो आएकै छ। त्यसपछि अब मिति कहिले चाहिँ त्यहाँ जान सक्नुहुन्छ, यहाँ चाहिँ फुल छ 19 गते 20 गते र 21 गते मात्रै खाली छ, त हामी 20 गते छान्दिने। त्यसपछि यहाँ अर्कोमा यहाँ हेर्न सक्नुहुन्छ, यहाँ नोट दिएको छ, फोटो र औठाको छाप दिनको लागि आवेदन फारमको प्रिन्ट र अन्य आवश्यक कागजातहरू साथमा लिएर अनिवार्य रूपमा रोजेको सम्पर्क स्थान र मितिमा जानुपर्छ। मतलब जहिले चाहिँ निर्वाचन कार्यालयमा जाँदाखेरि के गर्नुपर्छ त आफ्नो कागजातहरू सँगै लिएर जानुपर्छ, जस्तै नागरिकता भयो त्यो सँगै लिएर जानुपर्छ। फेरि चाहिँ के गर्ने हामीले त अर्कोमा क्लिक गरिदिने। अब अर्कोमा क्लिक गरिसकेपछि एकपल्ट भेरिफाई गर्ने, मेरो चाहिँ डकुमेन्ट अनुसारको सबै चाहिँ ठिक छ कि छैन त्यो चाहिँ यहाँ
बाट चेक भइहाल्छ। त्यसपछि चाहिँ लास्टमा के गर्ने त दर्ता गर्नुहोस्मा क्लिक गरिदिने। अब दर्ता हाउसमा क्लिक गरिसकेपछि यो निर्वाचन कार्यालयमा चाहिँ दर्ता भइहाल्छ। हामीलाई के गर्नु छ त मलाई एउटा डेमो भिडियो मात्रै बनाउनु थियो, त्यही भएर म चाहिँ दर्ता गर्नुहोस्मा क्लिक गरेन। हजुरहरूले पनि यस्तै खाले चाहिँ यो भिडियो हेरेर चाहिँ आफ्नो मतदाता परिचय पत्र चाहिँ अनलाइनबाट बनाउन सकिन्छ। हस् त, धन्यवाद। भिडियो कस्तो लाग्यो कमेन्ट मार्फत प्रतिक्रिया दिनुहोला। हजुरहरूलाई अलिकति पनि समय छ भने यहाँ स्क्रिनमा सो भइरहेको हाम्रो भिडियो चेकआउट गरिदिनु होला ताकि हजुरलाई काम लाग्न सक्छ। हस् त, धन्यवाद। जय नेपाल।